हत्तु भएको छ आज साँझ परिन्जालसँग चाहिँ आगो छेकाइ हुँदैछ हो। तर अब यो आगो चाहिँ आफै लागेको त हुँदै होइन हैन दाजु, हुँदै होइन। हामीलाई सालै पछि यो आगोले चाहिँ परेशानी हुन्छ है। लास्ट इयर पनि मेरो पाइप जलेको है, म फेरि चाहिँ भन्दैछु है। तर है अब यो आगो लाउनेहरूको नतिजा चाहिँ ठिक हुँदैन नि हैन दाजु, चाल पायो भने त है। पानीको घुरघुरी हुन्छ नि एकदिन। यो कतिवटा पाप हुन्छ कि भन्नु त? बक्कु पाप हुन्छ त्यो। अब पानी चिज भने त मान्छेलाई अब पानी छैन भने कस्तो चिज हुन्छ? गाई गोरुदेखि लिएर अब सबै चिजलाई सबसे ठुलो त पानी हो। यो आगो लगाउनाले त कतिवटा चाहिँ प्राणीहरूको प्राण जान्छ हो कि भन्नु त? लाखौँ करोडौँ प्राण ज्यान दिएर अब तिनीहरूले गरेको त्यसलाई चाहिँ। अब फेरि अर्को कुरो, यहाँ घाँसहरू अलिअलि थियो है, हरियोपरि है। अब यस्तो भइदिएपछि त है अब डरले त खायो है। खायो नि, अब के गर्छ? विशेष गरी त यो डढेरो लाग्नेले चाहिँ मनहरू पनि सुक्लिन्छ। सुक्छ सुक्दैन भने त? सुक्छ नि, हरियाली गएपछि सबै सुक्छ है। सुक्छ नि, अब रुखपात सुक्छ, कतिवटा रुख त मर्छ। गाई नमार छोड्दे। त्यसले गर्दा है अब यो है दुःख लाग्दो कुरो हो नि है दाजु, दुःख लाग्दो कुरो नि है। ए यहाँ छोरा भयो हेर्नु यहाँनिर यी। ए छोरा यहाँ छ, यसरी निभाउँदैछ। साँझको बेला भइसक्यो है। आज हत्तु छ डढेलो छेकाइले चाहिँ साथीभाइ यस्तो हुन्छ क्या हो डढेलो छेकाइ चाहिँ। ए हामी तिनजना छ, यहाँ छोरा छ, यहाँ दाजु छ। दाजुको गोरु पनि मैले अघि ल्याइदिएको है। अन्त जल्दैन लु भन त? जल्छ नि है। बिचरा उसको अलिक हान्ने कुरो म दर्शरी मैले पनि ल्याइदिएँ है, ल्याएर बाँधिदिएँ। तर यो आगो लाउने काम चाहिँ बहुत पाप काम है दाजु। मर्दैन लु भन त? औरत केटाकेटीमा छ भने कसले मार्छ है? हामी अब है मरदहरू घरमा हुँदैन नि त, हो कि ल भन्नु त? यस्तो भइसक्यो भयो नानी।